रवि दाई र बालेनजीलाई मलाई सुनाउन मन लागेको छ। आदरणीय रवि दाई, आदरणीय बालेनजी, यसपालि अचम्मै भएको छ। यसपालि अचम्मै भएको छ। मैले जीवनमा 2-4 वटा निर्वाचन देखेको छु, तर अहिलेको जस्तो माहौल कहिल्यै देखेको छैन। यसपालि अचम्मै भएको छ। यसपालि अचम्मै भएको छ। भोट हाल्नको लागि बम्बईबाट बाजुरो आएको छ एउटा बहादुर। भोट हाल्नको लागि चौकीदारी छोडेर बम्बईबाट बाजुरो आएको छ एउटा बहादुर। भोट हाल्ने रहरले आफ्नै छोराछोरीको रहर बिर्सिएको छ रियादबाट हिँडेको एउटा रनेले। भोट हाल्ने रहरले आफ्नै छोराछोरीको रियादबाट हिँडेको एउटा रनेले पुरानै पार्टीमा लागेको भनेर घरभित्र पस्न नदिएपछि, पुरानै पार्टीमा बाउ लागेकोले घरभित्र पस्न नदिएपछि साथीको होस्टेलमा सुटकेस बिसाएर अभियानमा हिँडेको छ अस्ट्रेलियाबाट फर्केको बिस्ने। गएको ऋण पनि राम्रोसँग तिरिएको छैन। गएको ऋण पनि राम्रोसँग तिरिएको छैन। तर गएको 6 महिनामै छुट्टी आएको छ जापानबाट रतन भाइ।